नमस्कार, गुड मर्निङ। आज म बनाउँदैछु पनिरको तरकारी। यसको लागि मैले पनिर काटेर रेडी बनाएको छु। यसमा तार्दैछु। यसलाई चाहिँ हल्का रातो बनाएर निकाल्नुपर्छ। निकालेर एकछिन पानीमा राख्नुभयो भने अझै फुलेर झन् ठुलो ठुलो हुन्छ पनिर चाहिँ। देख्न सक्नुहुन्छ यत्तिको रातो भइसक्यो। अब यो रेडी भयो पकाउनको लागि। यत्तिको रातो भइसके पछाडि झिकेर मैले यसको लागि मसला टमाटर र प्याजको पेस्ट रेडी बनाएको छु। यता मसला पकाउँदैछु। यसलाई रातो हुने गरी पकाउने, नत्र फेरि गनाउँछ है। मैले खोर्सानी पनि राखेको छु। खोर्सानीको बास्ना मिठो आउँछ। यसलाई रातो हुने गरी पाक्न दिने। रातो भइसके पछाडि यसमा प्याज र टमाटरको पेस्ट हालेँ मैले। यसलाई पनि पकाउने, चलाउने, यसलाई पनि पाक्ने गरी पकाउनुपर्छ, नत्र गनाउँछ पनि। यतिको रातो भइसक्यो, यो लगभग पाकिसक्यो। चलाउँदै पकाउने, नत्र डढ्छ फेरि। अब यसमा मैले स्वादअनुसार नुन राखेँ, थोरै अजिना पनि राखेँ, टेस्टी हुन्छ। अनि तपाईँहरूले कति झोल खाने सुप त्यही अनुसार पानी लगाउने सुपको लागि। मलाई चाहिँ यो एकजनाको लागि हो, बच्चाहरूले खासै खाँदैन। मैले यति पानी राखेँ। मैले चाहिँ यसमा चाहिँ मटर पनि लगाउँछु भनेर, मटर पनिर बनाउँछु भनेर मटर पनि ल्याएको थिएँ है, लाउनु बिर्सेछु। अर्कोचोटि बनाउँदा लगाएर देखाउँछु तपाईँहरूलाई। अब मैले पनिर राख्दैछु। यो पानीमा राखेको हुनाले चाहिँ फुलेर यति ठुल्ठुलो भएको छ कि। यो मासु नखाने, मन नपर्नेहरूलाई त पनिर एकदमै बेस्ट हुन्छ। मलाई चाहिँ मासु जस्तो बेस्ट अरू लाग्दैन फेरि। अलिकति सुपको पात लगाएँ, धनियाँ लाउँदा पनि भयो। जे छ त्यही लगाएँ मैले चाहिँ। मटर चाहिँ लाउनु बसेकै बिर्सेछु, पछि याद आयो तर मैले लगाइनँ। यो चाहिँ कुखुराको मासु, लोकल कुखुराको मासु जस्तै देखिरहेछ। हेर्नु कस्तो मिठो छ, खाउँ लाग्दो। तपाईँहरू पनि बनाएर खानु होला, एकदमै मिठो लाग्छ। मलाई चाहिँ कहिलेकाहीँ, सधैँ चाहिँ खासै मिठो लाग्दैन। जाडोमा तातो सुप पनिरको, लोकल कुखुराको सुप सम्झेर खानु होला, मिठो हुन्छ। थ्याङ्क यू, बाई बाई।